आज घरमा यस्तो मिठो चटपटे बनाएर पनि खाइयो अनि आइसक्रिम बेच्न पनि गइयो। हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि आजको मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भनौँ कि के भनौँ खै। आज त मेरो यस्तो टाउको दुखिरहेको थियो कि अनि एकदमै दिउँसोभरि सुत्दिएको थिएँ कि आज धेरै सुतेको थिएँ अनि पछि टाउको पनि भारी भइरहेको थियो। अनि मैले चटपटे नखाएको नि यति धेरै दिन भइसकेको थियो कि अनि मलाई यस्तो चटपटे खान मन लागिरहेको थियो कि अनि अब चटपटे खान मन लाग्यो त खानु पर्यो नि त। अनि गोजीबाट 100 रुपियाँ लिए अनि मैले चाहिँ घरमा चटपट बनाउनु पर्यो भनेर अनि मैले भुजाहरू ल्याएर आएँ। अनि भुजा ल्याएर अब चाहिँ चटपटे बनाउनु पर्यो नि त। अनि म चाहिँ चटपटे बनाउने तयारी गर्न लाग्यो। यस्तो चटपट बनाउनु त एक्लै जाँगरै लाग्दैन कि कस्तो अल्छी लाग्छ। अब त्यही पनि अब अल्छी नमान्नु भनेर मैले चाहिँ बनाउन सुरु गरेँ। मैले चाहिँ चटपटेहरू मैले चाहिँ भुजाहरू ल्याएको थिएँ अनि 2टा चाउचाउ ल्याएको थिएँ अनि एउटा पन्जाबी तड्का ल्याएको थिएँ कि अब चाहिँ मैले प्याज काटेँ। अनि प्याज काटेर नरुने त कोही पनि नहोला होइन र। अनि म पनि रुएँ। अनि मलाई एक्लै चटपट बनाउने जाँगरै लाग्दैन। अब जाँगर नलागे नि खान मन लाग्यो त बनाउनु पर्यो नि त। अनि मैले सिम्पली बनाएँ तर मैले त्यस्तो आलु सालु पनि केही पनि हालेको थिएन। अनि खान मन लागिसक्यो भने सिम्पलै भयो नि बनाउनु पर्यो होइन र। अनि मैले चाहिँ बनाएँ तर मिठो चाहिँ यस्तो भएको थियो नि, एकदम मिठो भएको थियो। अनि मैले चाहिँ खाएँ चटपटे तर यति बल्ल तल्ल खान सकेको कि म धेरै खान सक्दैन। त्यो पनि एक्लै भयो नि त झन् खाइँदैन नि त। अनि मैले चाहिँ चटपटे बनाएर खाएँ। अनि डेडी चाहिँ बारीमा काम गर्दै हुनुहुन्थ्यो अनि मेरो डेडी चाहिँ कति काम गर्नुहुन्छ हेर्नु न। अनि चाहिँ म चाहिँ गएँ। हामी चाहिँ गएको थियो कि एक्कासी यस्तो पानी परिदियो, असिना पनि पर्यो कि अनि चाहिँ आइसक्रिम अनि जाँदै थियो अनि आइसक्रिमको ठेला देखेँ। अब आइसक्रिम बिजनेस सुरु गर्नु पर्यो भनेर मैले पनि सोचेँ। सो गाइज आजको लागि यति नै, बाइ बाइ गाइज।